तिनजनामा चाहिँ सेवा हिँड्नै मन नपराउने चाहिँ को छ? बाबल चाहिँ नदेखाउनु न मम्मीले देखाउनु न खै उसले दिएन नि त हातले देखाउँदा पनि हुन्छ है खै सेवा हिँड्नै नमन पराउनु त तिनैजना हिँड्छ एकजना त हुन्छ नि अलिक कम्ती हिँड्ने। नेक्स्ट क्वेशन सेवामा सबैभन्दा हिँड्नु मन पराउने चाहिँ को छ? त्यो तपाईको सोच छुइसक्यो यहाँ फर्स्ट छुइसक्यो दुईजनाले दुईजना ए भएन लुलु त्यो चाहिँ टक्क मिलाएर छुइदिएको मम्मी यसो गरिदिनु नि पुरा अप्ठ्यारो लाग्यो कुरामा पनि रिसाउने को? को मम्मी पाइसके ए हो अन्त पिलपिले चाहिँ को छ यो तिनजना? आरिसे चाहिँ को छ? आलिसीको चाहिँ फेरि को सबैजना मलाई माया गरेन भन्ने को रहेछ नेक्स्ट नम्बर 1 चाहिँ को छ तिनजना? गर्दाखेरि एकदम बहाना बनाउने को छ? मलाई याद थियो तर छुइन नि यो मम्मीले नि साड मिलाएको नि खानामा मिठा चिज को छ? बाल दुईजना को रहेछ एउटा मिटर याद गरोस् भनेर सोच्ने चाहिँ तिनजनामा ल बिस्तारै चाहिने चाहिँ को छ तिनजना? मात्रै चाहिने मलाई नै भन्नु पर्यो होला मन दुख्छ होला फेरि दुख्दैन होइन अब खोइ कसलाई भन्नु अब उसले पनि त्यस्तो माग्दैन उसले पनि त्यति माग्दैन उसले माग्दैन त्यति बेसी तिनजना पनि बेसी दङ्ग्याउने चाहिँ को छ? को रहेछ तपाईँले भेटेन नि त अभियसली म हुन्छु तपाईँ दुईजनाले भेटेन नि त होइन ए उसले भेटिसक्यो भेटिसकेँ मैले मिसिँदैछ नि त खोबियो खै बहिनी कहाँ गयो? बुझिन्छ बसी यो तिनजनामा नक्कलको नम्बर 1 चाहिँ को छ? नक्कलीहरू नक्कली त यतै होला म त यो त एक्सपेक्ट यता पो गरेको थिएँ त है तपाईँ एक्सपेक्टेसन थियो त्यो त सत्य हो नि त मम्मीले भन्नु। सबभन्दा दानी को छ कस्तो के दानी 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 गिभिन हार्ट त तिनजना एउटै देख्छु म त एउटा नम्बर 1 चाहिँ को छ? कन्जुस चाहिँ को छ लु कन्जुस त कोही छैन यहाँ त्यो भन्दै थियो गिभिङ हार्टमा अन्त त अरे माया गर्ने को छ तिनजना? त्यो पछाडि हेरे पछाडि सबैलाई माया गर्ने त म सबैलाई माया ए माया होला यता पद्दुनी को छ मम्मी सबैजना सधैँ एउटा भन्नु न एकजना सबैभन्दा बेसी एन्टिक पार्ने चाहिँ को छ एन्टिक हो एन्टिक पर्यो सबभन्दा मम्मी सबभन्दा ढिली चाहिँ को छ ढिली सबभन्दा ढिली यता को म तिमी हो ढिली मैले के पो सोध्न आँटेको थियो छ्या आइ गऱ्यो अरे सबैभन्दा बेसी अत्तालिने चाहिँ को छ मम्मी म हामी तिनजनामा हौ ए सबैभन्दा अतालि पनि तिमी आफ्नै लागि क्वेसन सोधेको तिमीले आफ्नो लागि सोधेको जस्तो भएछ मम्मी छिटो छिटो को हिँड्छ तिमी ए आफ्नै आफ्नो सोधेको कसरी तिमी सोध नि त मम्मी 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 ओइ सबभन्दा मिठो खाना कसले बनाउँछ सबैभन्दा मिठो खाना तिमीले ए पक्नु त यहाँ रेडी भएर हात साथ बाँधेर बसेको त टाइम कसले ज्यादा लिन्छ टोइलेटमा टाइम तपाईँले लिन्छ त्यो भएन मम एकदम तपाईँले यहाँ बिचमा हाल्नु बिचमा उहाँले त बेसी टाइम लगाउँछ जस्तो लागेन नि त टोइलेटमा कस्तो टाइम लिन्छ नुहाउनु पछि हेर्नु झन् नुहाउनुको विषय तिमीले सोधिहाल्नु राइट मम्मी सबभन्दा ढिलो को उठ्छ सबभन्दा ढिलो को उठ्छ उठ्नेको विषयमा यता म पो अरे माइ गॉड म कति मिठो छु मम्मी 5 बजे उठ्छ मिठो बनाउँछ एकछिन है मलाई के पो सोध्नु सबभन्दा मिठो चाहिँ मेरो हुन्छ अरे
मुलाको अचार चाहिँ दामी हुन्छ नि त। मेरो चाहिँ के मिठो हुन्छ मम्मी? तिम्रो पनि के मासु भुटेको दामी हुन्छ। सबैभन्दा बेसी सम्झिने चाहिँ को हो मम्मी? हजुर सबैभन्दा बेसी सम्झिने चाहिँ तपाईँलाई सम्झिने चाहिँ कम्प्लिकेटेड हो कि अहिले त मलाई थाहा छ। मलाई थाहा छ। सबैले म भनिदिउँ? सम्झिन्छ, म तिमीलाई भनिदिउँ? सम्झिन्छ। सम्झना दिदी कि तर मैले भेटेँ कि माइक गर् थ्याङ्क यू। अनि तिमी फेरि भरे रिसाउँछौ होला भनेर। कोही रिसाउँदैन हौ यहाँ, कोही रिसाउँदैन। त्यसमा आज त सबभन्दा बेसी रिसाउने चाहिँ उही रहेछ। पिन्ची उही छ भनेर अघि भेटिसक्यो त अन्त सबभन्दा बेसी सानो कुरामा रिसाउने भनेर। अघि के भयो कुरा बुझ्दैन? त्यो रिसाउँछ भनेर केदेखि मलाई मात्रै भेट्दैछु त अन्त यहाँ चिप्ले लागेको चाल पाएको मम्मी छैन। मम्मी मम्मी तिनजनामा नि ज्ञानी कुरा कसले गर्छ? मम्मी त्यो भएन, त्यो अस्ति भर्खर भनेको कुरा वापस लिनु। मम्मी सबैभन्दा बुझकी को छ? त्यो मुखमा के खान्छ? सोधेको होइन। खानामा पनि एकदम बुझकी हो, सबै कुरामा बुझकी हो। मम्मी, अलिकति मम्मी, ढिलो उठ्नु मात्रै हो। मम्मी, मम्मी, ड्युटी पाएपछि है सबै जे दे पनि खाने चियासँग पनि भात कसले खान्छ? यता my favorite। इमानदार चाहिँ को छ यो तिनजना? इमानदार इमानदार यही छ। हामी त एग्री नै गर्छौँ होइन त्यो कुरामा। मामलामा चाहिँ ओभर इमानदार छन्। अन्त मम्मीको फेभरेट सागसब्जी कसले खाइदिन्छ? अब त्यस्तो सोचेपछि त कसो गर्नु म अब उसले खान्छ। मम्मीको तीनजनाबाट सबसे प्यारो को? बुई किन रिसाउनु है? I am the winner. सक्यो है अब यो गेम साँच्ची नै यसमै सक्यो। उफै दुख्यो भाइ। उहाँ हुनुहुन्छ आजको विनर। उहाँ हुनुहुँदो रहेछ। उहाँ हुनुहुन्छ।